अब गलत त कस्तो छ भने नेपालमा बहुमतको सरकार कसैको पनि बन्दैन, यही संविधानका कारणले बन्दैन। अनि सहकार्यको कुनै कल्चरै छैन, यिनै दलका कारणले छैन भनेपछि यो असन्तुष्टि त रहिरहने त भयो त। अब यो सरकार चाहिँ तपाईँले असंवैधानिक भन्नुभयो। सुन्नुहोस् न, त्यस कारणले कङ्ग्रेस एमालेको सरकारले फुमन्तरकी बाचा आजको भोलि हिजोदेखि बिग्रेका भत्केका। अनि यहाँ त के छ भन्दाखेरि नीतिगत निरन्तरता पनि हुँदैन। भत्केका नभन्नु न, भत्काएको पनि त यिनीहरूले हो नि त, बनाएका पनि यिनीहरूले हो क्या। फेरि अलिकति चाहिँ त्यो पनि ख्याल गर्नुपर्छ क्या। लुरे कुरा गरेर नि हुँदैन। यो सरकार असंवैधानिक भन्नु भएन अहिले सुशीला कार्की? यो त सुशीला कार्कीलाई नै सोध्नुहोस् न, उहाँले कसरी संवैधानिक भन्नुहुन्छ? अनि तपाईँले बनाएको राष्ट्रपतिले शपथ खुवाएको, सुन्नुहोस् न, त्यो त सडकबाट घुँडा टेक्नु परेपछि एउटा कुरा भयो, भाषा नमिठो भयो। हिजो तपाईँहरूले पनि असंवैधानिक काम गर्नुभएको। सुन्दैन, सडकबाट यो संविधान जीवितै छ भने त यो सरकार त असंवैधानिक नै हो। पार्लियामेन्ट जिउँदैछ र पार्लियामेन्टको हत्या कहिल्यै हुन सक्दैन भनेर वक्तव्य जारी गर्ने उहाँको वक्तव्य म देखाइदिउँ त सबै तपाईँका दर्शकलाई। अनि त्यो चाहिँ कुरा गर्ने मान्छेले, त्यसैले यहाँ मानकमा को अडिन्छ भन्ने कुरा सुशीला कार्कीजी पनि अडिनुहुन्न, सायद केपी ओली पनि अडिनु भएन होला, प्रचण्ड पनि अडिनु भएन होला, देउवा पनि अडिनु भएन होला। त्यसैले मैले ओभरनाइट हिरो नखोजौँ, सिस्टममा जे सुधारको अपेक्षा गरेछ नयाँ पुस्ताले त्यसलाई आत्मसात गरौँ।